I talk my language. All over I do the all of them just like. Hi guys, welcome to my YouTube channel. आज चाहिँ म कहाँ आएको छु भने हेयर कट गर्न आएको छु. आई डोन्ट नो खासै होइन एपोइन्टमेन्ट बनाउनु पर्थ्यो अरे तर मैले एपोइन्टमेन्ट नबनाइ आएको किनभने अब मसँग टाइम छैन. सो हप्तामा एक दिन मात्रै छुट्टी हुन्छ अनि त्यो दिन पनि सपिङ भन्यो के भन्यो भ्याउँदिनँ. त्यो भएर म चाहिँ जस्ट इमर्जेन्सीमा आएको छु. अब काट्नुको लागि चाहिँ एउटा केटी आउँदैछ अरे 10 मिनट जस्तो लाग्छ अरे होइन. हेरौँ ल कस्तो हुन्छ मेरो हेयर कट. जस्ट आज कलर लाउनु त भ्याउँदिनँ, जस्ट हेयर मात्रै कट गर्ने हो सिम्पल. अनि यो भिडियो किन बनाएको अनि धेरै भयो नि त मैले भिडियो नहालेको पोस्ट नगरेको. अनि सर्ट भिडियो भए पनि हालिदेऊ न अब चाहिँ भनेर मैले यो भिडियो गर्दैछु होइन गाइस. अब हेर्नु है कस्तो हुन्छ. जस्ट कपाल चाहिँ एकदम स्ट्रेट अनि यो बाँधेर छोटो देखेको लामो भइसकेको छ नि त. अनि अलिकति चेन्ज गरौँ भनेर हो कपाल यस्तो भएको छ होइन. अब हेरौँ को आउँछिन् कस्तो बनाइदिन्छन् थाहा छैन. बा उडु बनाइदिने हो थाहा छैन. कहिले आएको पनि छुइनँ यो प्लेस होइन. तर जस्ट ट्राई गरौँ आजको दिनमा. अनि फेरि कति लोकेसन हेरेको नि त कति ठाउँ हेरेको साह्रो टाढो पनि देखायो. अनि टाइम पनि छैन मसँग. अनि भयो अर्को कुरा जहिले म जाने ठाउँमा चाहिँ अब तिनीहरू मुभ गरिसकेछ नि त छैन क्या मान्छेहरू. अनि त्यो भएर अब नयाँ ठाउँमा पनि ट्राई हानिदिउँ न कस्तो हुन्छ भनेर चाहिँ आएको छु. मलाई थाहा छैन. फेरि यहाँ चाहिँ ठाउँ हेर्दा पनि झकास देखिरहेछ क्या बिन्दास टाइपको देखिरहेछ होइन. भरे के काट्दाखेरि के उडाइदिएछ होइन त यार बेज्जत हुन्छ त. झन् अलिकति हेयर कटले लुक्स डिफ्रेन्ट हुन्छ कि भने आएको छु. यस्तो मान्छेहरूले भरे हेर्नु त यहाँ देख्यो देख्यो त्यस्तोले अनि झकास हान्थ्यो भने त बेज्जत हुन्छ त यार. ट्राई गरौँ कस्तो हुन्छ होइन. को मान्छे आउने हो 10 मिनट भनेछ. अब आयो ओए आयो कि गाडी त भने त्यसको नि कपाल त क्या छ त यार. त्यस्तै बनायो भने त डुबेँ त म त. म त्यसको आएको भिडियो गर्छु ल. सी इज कमिङ. आई थिङ्क सी डु फर माई हेयर कट. हाई How are you? आइम गुड. Good. Okay guys, so much ready भएको छु. She do for me my nails. Oh, I forgot. She do my haircut. Just simple. अनि ब्याग पनि राखौँ न त. And guys, okay. Can you say hi? Hi. Okay. So we'll take about an inch off the bottom, and then we'll go through and layer the rest Yeah. up. Here, okay? Yep. Okay Here's guys. this. Thank you. You're welcome. गाइस यस्तो चाहिँ मेरो कपाल चाहिँ हेर्नु है यतिको लामो भएको छ कि. अनि त्यो भएर म चाहिँ काट्न आएको. त्यस्तो ब्याड त छैन तर सो आई वान लुक्स डिफ्रेन्ट. सो त्यही भएर यतिको लामो छ. सी डु फर मी हो. मेक फर मी ब्युटी ओके. I gotcha. Here is natural. Oh. Yeah. I need to wash it today. That's why I didn't do it yet. You do the Because color. usually it'd be curly. My hair will be curly. When Oh I wash it. really? Yeah. I like curly hair. Yeah, I just need to wash it. You know, go back here to the shampoo bowl and get you Okay. shampooed. Come on back this way Where's so we can get your Okay. cut going. guys लडाइदियो क्या मलाई चाहिँ पुरै.
guys, take shower. Yeah, I had just pulled out the parking lot when you was pulling in, cause I went. Actually, the thing is, I'll see the couch. I want to edit it with me, Mm-hmm. but she don't have the, I don't know, all there to do. Guys, मेरो चाहिँ हेयर कट गरिसक्यो अनि यसले ड्राई गर्दैछ होइन अनि मैले चाहिँ स्टेप कट गरेको छु अनि अब हेयर कलर लाउनु भ्याउँदैन अरे आज यसले अब म नेक्स्ट विक मेबी एपोइन्टमेन्ट बनाउँछु अनि आउँछु साउन्ड पनि सुनेको छैन अनि यतिको हान्दिएर क्या मैले चाहिँ होइन यहाँदेखि स्टेप छ यहाँदेखि हेयर स्टाइल कस्तो हुन्छ अनि त्यसदेखि चाहिँ नेक्स्ट टाइम चाहिँ हेयर कलर गर्न आउँछु Okay guys, done. मेरो उसले चाहिँ कर्ली गरेको अरे सो क्युट हेर न ओ माई गड आई लभ दिस वान अनि मैले नगरे कर्ली म काममा जान्छु अहिले बसले मलाई मार्छ भनेको बट सी मेक फर मी द होइन ब्लगको लागि भनेर चाहिँ यहाँ सी ब्याक साइड सो नाइस थ्याङ्क यू हनी सी भेरी नाइस आई लाइक फेरि कपाल काटेको देख्दैन ल कपाल चाहिँ काटेर यो चाहिँ मेरो कपाल स्ट्रेट थियो पुरै लामो थियो तर स्टेप बाई स्टेप पहिला चाहिँ स्ट्रेट अहिले चाहिँ स्टेप बाई स्टेप काटेर यस्तो भयो माई गड आई लभ एकछिनै त म तपाईँहरूलाई यो लुगा देखाएर गाइस यस्तो You want to do all over color, or you want to do like I want to do balayage? the all of them, just like not like a dark, just like a natural, looks like a natural. Like a natural brown. Yeah. Okay. See? Wow. Thank you. I like. Guys, गरिसक्यो अब चाहिँ म काममा जाने हो होइन कर्ली पनि गरिदियो क्या गाइस केटीले कि अब चाहिँ म काममा जाने हो सिधै कि के भन्छ बसले बाई सी यू नेक्स्ट ब्लग बाई बाई and thanks for watching and please do not forget to subscribe my YouTube channel guys.